माथि हनुमानजी बसेका छन् हैन। हेलो साथीहरु नमस्ते। आज चाहिँ म सुरतको डुमसमा आएको छु। यो नजारा एकदम बवाल छ। आज दीपावलीको छुट्टीमा सायद सबै यहाँतिर चाहिँ घुम्न आउँछन्। फ्यामिलीसँग घुम्न आएका छौँ डुमसमा। पछाडिको यो चाहिँ देखिने समुद्र हो यो। अनि यो चाहिँ उट। यहाँतिर चाहिँ एकदम ठुलो भिड भएको कारणले चाहिँ लास्टै भिड छ। यहाँ चाहिँ मेरो भान्जी अनु सेल्फी लिइरहेछन् भनेपछि उता चाहिँ दिदीले फोटो खिचिरहेछन्। सुरतको सबैभन्दा मनपर्ने अथवा सबैभन्दा घुम्न आउने ठाउँ भनेको चाहिँ यो डुमस हो है। नेपालीदेखि सबै जति पनि सुरतमा बस्नुहुन्छ त्यति सबजना चाहिँ यहाँ चाहिँ एकचोटि आइहाल्छ क्या। यहाँको सबभन्दा फेमस ठाउँ भनेको डुमस। यस्तो बवाल छ यहाँ चाहिँ समुद्र वाला पानी छ होइन। बच्चा पनि कस्तै हेरे यताबाट सूर्य आयो त्यो उट यादगार भनेर उठायो है। दरियामा चाहिँ उट अनि गाडीहरू टनाटन छन् हो। तुझे देखा तो ये जाना सनम, प्यार होता है दीवाना सनम। अब यहाँ से कहाँ जाए हम, तेरी बाहों में मर जाए हम। यो चाहिँ मन्दिर हो है साथीहरु डुमसको। टाइगर भन्ने एउटा छ है। अब चाहिँ उट हो, टाइगर उट। आहा घोडा पनि यहाँ पनि हुँदैछ यसरी घोडा। अर्को गाडी चाहिँ देखाउँछ है। अर्को चाहिँ यो चाहिँ BMW है। BMW पनि आयो है। यो चाहिँ के हो यार, सर्जन आयो फेरि। अर्को सर्जन हो कि क्या हो। उट आयो अनि अर्को चाहिँ के आउँछ है। अब चाहिँ मतलब उटहरूको नाम पनि अलग रहेछ। चाहिँ यो चाहिँ उटको नामै रहेन रहेछ। घुमिरहेको छ मजासँग। यो पनि उटै हो, उटा घोडा छ। होला हामी चाहिँ यस्तो यहाँ खडा पुष्पा